हेलो साथीहरू, आरामै हुनुहुन्छ? आशा गर्छु सबैजना एकदमै आरामै हुनुहुन्छ होला भनेर। अनि गर्मी कतिको छ साथीहरू हजुरहरूकोतिर? हाम्रोतिर त गर्मी यति साह्रो भयो कि यो गर्मी छल्नको लागि हामी पुग्यौँ सिनागाउँमा रहेको एक्वा पार्क। त्यहाँ पुग्ने बित्तिकै त यो कलरफुल माछाहरू फिसहरूले त हाम्रो त दिमागै शान्त बनाइदिइहाल्यो नि। बाहिर कति गर्मी थियो भन्ने कुरै बिर्सिहाल्यो कि यस्तो ब्युटिफुल यस्तो क्युट फिसहरू देखिसकेपछि त अनि बिर्सिहालिन्न त साथीहरू। तपाईँहरूले पनि बिर्सिनु भयो होला होइन? कतिजनाले त बिर्सिसक्नु भयो। ल तपाईँहरू नआए पनि केही छैन, यो भिडियोलाई नै इन्जोय गर्नुहोस् है त। कस्तो राम्रो फिसहरू रहेछ कि यहाँ चाहिँ। मेरो चाहिँ यहाँ चाहिँ यो सिनागाउँमा चाहिँ फर्स्ट हो कि म चाहिँ पहिलोचोटि आएको। तपाईँहरू त कतिजना आइसक्नु भयो होला होइन। म चाहिँ उता सी साइडमा चाहिँ गएको थिएँ, तर यहाँ चाहिँ आएको थिएन कि। अनि यहाँ चाहिँ सानो एरियामा एकदमै राम्रो रहेछ कि। उता सी साइडमा चाहिँ ठुलो एरिया छ नि त, अनि यहाँ चाहिँ सानो एरियामा राम्रो लाग्यो मलाई चाहिँ। अनि यो चाहिँ जेलीफिसको एरिया हो, लाइटहरूले एकदमै ब्युटिफुल बनाएको छ यो एरियालाई चाहिँ। अनि जेलीफिसहरू एकदमै लाइटमा चाहिँ डिफ्रेन्ट देख्ने, अनि लाइट चेन्ज हुँदा चाहिँ अलिक डिफ्रेन्ट देख्ने हुँदो रहेछ। अनि यो चाहिँ लाइट चेन्ज हुँदाखेरिको जेलीफिसको भिडियो हो। मलाई आफूलाई एकदम जेलीफिस मनपर्ने भएको भएर मैले चाहिँ यो भिडियो अलि लामो खिचेँ। यहाँ चाहिँ अगाडि चाहिँ जापानिजहरू टन्नै हुनुहुन्थ्यो कि। अनि यो खाली टाइमको प्रतीक्षामा थिएँ म, ठ्याक्क पाएँ। त्यसपछि हामी पुग्यौँ डल्फिन सो हेर्नको लागि। मान्छे चाहिँ प्याकै हुनुहुन्थ्यो त्यो दिनमा डल्फिन सो हेर्न पुगेको। डल्फिनले आइसाचो गर्ने, डाइभ फान्ने गरिराखेको थियो है। अनि यही बिचमा मेरो बाबुले के भन्यो भनेर भनेको त साथीहरू, मम्मी म त डल्फिनमाथि बस्ने रे। ल अब कसरी राखिदिने त साथीहरू उसलाई डल्फिनमाथि। अनि उसले यो कुरा किन भन्यो होला त भनेर सोच्दै जाँदा त उसले त्यो बेबी सार्क भन्ने गीत हेरेको भएर म त डल्फिनमाथि बस्छु भनेर भनेको रहेछ कि। अनि ऊ त यति खुसी भयो डल्फिनहरू डाइभ फानेको देखेर। अनि अरू बच्चाहरूलाई पानीले छापेर बच्चाहरू हाँसेको, खुसी भएको, उठेको बसेको देखेर एकदमै खुसी भयो कि। अनि बाबा छोरा चाहिँ पुरा छोरा खुसी भएको देखेर बाबा मक्ख हुनुहुन्छ। बाबा ऊ डल्फिन देखेर एकदमै मक्ख छ। अनि त्यसपछि चाहिँ हामी पुग्यौँ यता। यो अलिअलि बच्चा खेल्ने जस्तो लागेर गएको त, बच्चाले खेल्ने कुराहरू नै रहेछ रहन त। तर मेरो बच्चाले चाहिँ केही पनि लिगेन। उसले गरी पेन्गुइन बोक्ने, गरी डल्फिन बोक्ने, गरी चाहिँ के अरे हिप्पोपोटामस बोक्ने, गरी के बोक्ने गरिराख्यो। तर उसले पोलर बियर पनि बोकियो कि लास्टमा, तर उसले चाहिँ लिगेन। यत्तिकै खेलिदियो, हेऱ्यो, अनि आयो, राखिदियो, अनि आयो। अनि त्यसपछि मलाई चाहिँ कस्तो ब्युटिफुल देखेको कि यो एरिया। अनि मैले चाहिँ भिडियो लिगेँ। त्यसपछि म चाहिँ एउटा सम्झनाको लागि यो किरिन लिग्दै थिएँ साथीहरू। यस्तो पपकर्नको बास्ना आएर के रहेछ भनेको त क्याफे एरिया रहेछ। अनि त्यहाँबाट एउटा पपकर्न लिएर घर जानु पर्यो भनेको त धन्न यो टनेल नबिर्सेको साथीहरू। हामीले यो टनेलमा चाहिँ जानै पर्छ है। कतिजनाले चाहिँ भिडियोहरूमा देख्छु मैले, यहाँभित्र छिर्नु भएको छैन होला। यो चाहिँ ठ्याक्क बाहिर निस्किनुभन्दा राइट साइडबाट छिर्यो भने चाहिँ पुगिँदो रहेछ कि। म त सुरुमा त यो टनेल रहेनछ जस्तो लाग्यो, तर पछि भेटेँ कि एकदमै राम्रो छ साथीहरू। यदि नेपालबाट कोही फ्यामिली आउने सोचाइमा हुनुहुन्छ, आउँदै हुनुहुन्छ, आइराख्नु भएको छ भने चाहिँ एकचोटि घुमाउन लिएर जानु होला। सानो एरियामा फैलेको एकदम ब्युटिफुल ठाउँ छ साथी।